उसले भन्यो हे नानी काजले म त परेला धीरेन सर हजुर हामी खेल्ने होइन खेल्नुपर्छ कतिको एक्साइटेड दिक्कतको भन्दा चाहिँ बढी नै हामी गर्छ भन्ने लाग्यो अर्गानिक हामीले जति सकिन्छ लेखको फलफुलहरू खाने होइन ल अब चाहिँ ट्याक्क यसरी फर्स्ट आगे दुधकुण्ड यो चाहिँ यस्तो सामान चाहिँ अब चाहिँ म्यानेजर भने फेरि दादालाई हाम्रो सबभन्दा कान्छो सबभन्दा ठुलो झोला पुग्ने र यो केटो गत्था परेर बसिरहेको यहाँ चाहिँ अब स्केटिङ खेल्ने धीरेन सर हजुर हामी खेल्ने होइन खेल्नुपर्छ कतिको एक्साइटेड दिक्कतको भन्दा चाहिँ बढी नै हामी गर्छ भन्ने लागिरहेको सगुन सर चाहिँ अस्ति खेलेर हात बिगारेर अनि फेरि यहाँ केटो अब ट्याक्क यहाँ हेलमेट राखेर खेल्ने हो दामी राख खेल्ने ठाउँमा नि यहाँ केटाले काट्ने ठाउँ हामी चाहिँ स्केटिङ खेलेर आइयो केटाले चाहिँ स्केटिङ खेलेर यहाँ चाहिँ ओखलढुङ्गामा यसरी पुरै थाक्यो भरे हात ठोक्यो दुईचोटि बजारियो है दुईचोटि ठिक छ यहाँ खेल्दै हो केटो चाहिँ अझै पनि अनि यहाँबाट ल जुत्ता खोल्दै अनि हात अझै सुन्यो ल विशेष हाम्रो दाइ ओखलढुङ्गाको हामीलाई ए साथीहरू यहाँ खेल्दा प्र्याक्टिस राम्रो ल अब जाऊँ होइन ओके ल अब छुट्टीमा हामी रेडी हुँदैछौँ अनि हामी यहाँबाट अब पत्ताले पुगेर खाँदाखेरि हामी त्यो गेडागुडीको सुप खान्छौँ हामी भइसकेछौँ लगभग यहाँ अनि साथीहरू चाहिँ कोठामा छ यहाँ रेडी हुँदैछ हामी यहाँ निस्किन्छौँ सरी यहाँ चाहिँ हामीले भारी पसिन्छौँ अब यहाँबाट पत्ताले जान्छौँ हामी भएर हामी कहाँसम्म जान्छौँ हामी आज टाक्सिनसम्म चाहिँ मजाले पुग्नुपर्छ टाक्सिनदेखि भोलि हाम्रो ट्रेक सुरु हुन्छ आज बाइकमा चाहिँ टाक्सिनसम्म यहाँ केटाले रेडी भयो अर्गानिक यो चाहिँ खामेन अब हामी त्यस्तो मिठो छ यो दानाहरू चाहिँ कसले बनाउँछ अल्केर तिम्रो त खाने नि त यता हामीले जति सकिन्छ लेखको फलफुलहरू खाने हो क्या अहिले तिमुर पनि हाल्यो जति सक्दो हामीले तिमुर तातो उसले भन्यो हे नानी काजले म त परेला एउटा त खानुकै होला सुप भेटेको त्यही हो हाम्रो साथीहरूमा आइपुग्यो ट्याक्कसँगले अब हाइड्रो पावर के हाइड्रो पावर हो र यो
सालमा हाइड्रो पावर हो म केटाहरू उहाँबाट घुमेर आयो कहाँ जा यो चाहिँ सल्लेरीको हटिया अहिले त हेरौँ न एकचोटि के छन् सुन्तला पो रहेछ सुन्तला होइन हो नि वाणिज्य ब्याङ्क त आइयो केटाहरू कहाँ छ आएको छैन तिनीहरू आएको छैन कुन ब्याङ्क चाहियो वाणिज्य ब्याङ्क यहाँ त मोमो आयो अब हाम्रो चाहिँ बाइक यहाँ राखिसक्यौँ काठमाडौँमा त्यहाँबाट यात्रा हिँडेको अनि यात्रा सुरु भइसकेछ दुधकुण्डसम्मको होइन हामी चाहिँ अब हिँडेको अब कति हिँड्न सकिन्छ हेरौँ अब यहाँबाट हामी 4 घन्टा चाहिँ हिँडेर आजलाई यात्रा त्यहाँसम्म गयो बाटो चाहिँ हेर्दै जाऊँ यस्तो बाटो चाहिँ होइन सरी मेकअप हल्का हान्दै मोइस्चराइजर लगाएको हो हामी चाहिँ हामीले हावाले हान्छौँ भनेर एकैसँगले हामी तलबाट एक स्टेप हिँड्ने एक स्टेप हिँडेर धिरुले दलेर फेरि सकिन्छ हो दलेको सँगले यहाँबाट अब सेकेन्ड स्टेप अनि हिँड्छौँ के भयो मौलिक सडकी भावनाको मान्छे पछि बुढीको कपाल बाँडिदिनु न तिमीलाई त्यो कस्तो राम्रो भर्खरैसम्म साथीहरू क्या एक्साइटेडले हिँड्नु छ अहिले कोही उहाँ पुग्यो कोही ऊ तल भयो होइन आम्मामा यस्तो यस्तो गाह्रो भयो होइन हिँड्नु त कति नै हिँड्यो होइन 200-300 मिटर जस्तो हिँड्यो होला अन्त हुनुहुन्छ आमामा यस्तो बाटो रहेछ होइन क्या डेन्जर हिँड्नै नसकिँदो रहेछ सुरुमा त क्या खतरा हिँडिन्छ जस्तो लाग्थ्यो हिँडेपछि पो थाहा भयो त के भयो रे हिरो हजुर गाह्रो है गाह्रो भयो एक्सट्रिमले पनि जानेन होला बिसाउँ अब यस्तोमा ओ यस्तो आओ दुधकुण्ड हिँडेको त्यो थाकियो नि अलिकति हिँडेको बाइक छोडेर
कहिले पुग्ने कामी डाँडा सामान पुग्ने भनेको आज एकछिन पापा हिँड्नु नि सकिँदैन 5 मिनेट हिँड्ने 2 मिनेट कति बिसाउने पनि 5 मिनेट हिँड्ने 2 मिनेट अब यस्तो बाटो उकालो छ नि यहाँबाट यस्तो बा सकिँदैन होइन हो यस्तो हो यस्तो उकालो हिँड्नु पर्दो रहेछ नि यही उकालो बाटो म चाहिँ पुरै थाकेँ रातो के भएर हिँड्नु सकिएन म चाहिँ अब रातो भएर ओ यस्तो भइरहेछ नि गाह्रो छ हिँड्नलाई गाह्रो छ यो चाहिँ 6 बजी कहाँ के भन्ने ठाउँ हो देउराली यतिकै दो बाटो गलेर साथीहरू केटाको फाल्टो एक्सर्साइज कता यता हाम्रो कुन छुए हो सबै नयाँ हो नयाँ भने यहाँ टक्क भेटिसेटी राखेर यो ढोकेर जानुपर्छ है उकालो हिँड्नु सकिँदैन उहाँहरू पनि आउनुभएको छ 3710 3वटा ब्याग बोकेर है हिँड्नु नसकेर म चाहिँ पछाडि हिँड्दैछु हिँड्न सक्ने स्थिति होइन कहाँ आइयो थाहा छैन छन् त टोलीहरू थुप्रै छ अनि म चाहिँ हिँड्दैछु पुग्ने कतिखेर लास्टै गाह्रो हुँदो रहेछ हिँड्नलाई अब कहाँ पुग्नुपर्ने हो थाहा छैन अझै स्टोर बाटो ठाडो सकिँदैन यतिकै भइसक्यो म अब सक्दिनँ होला सायद म सक्दिनँ होला अब गरिदियो माथि देखिन्छ बाटो जङ्गलको यसो केही देखिँदैन भने कति ठाडो छ यो चाहिँ चिमल होला सायद यहाँ चाहिँ होटल बुक गरेर आयो एउटा पनि हामीले रुम पाइएन यो नुमुरमा चाहिँ अब हामी एभरेस्ट होटल जाँदैछौँ तर बाटो चाहिँ होइन डेन्जरै छ यस्तो उकालो माथि टोलीहरू पुग्दैन कोही हिँड्न सकेको छैन आज यस्तो दुःख गरी हिँडिरहेछ बिहानै भ्यू हेर्ने हो उठेर होइन सायदै राम्रै देखिन्छ होला भ्यू भन्ने आशमा छु अनि हेरौँ बाटो चाहिँ यस्तो उकालो नि फुलहरू फुल यसरी के हो ल यस्तो हो अनि यसरी यस्तो बाटो
कष्ट गरेर आइपुग्यो हामी यस्तो तरिकाले होइन जाउँ यहाँ चाहिँ यस्तो एभरेस्ट भ्यू पोइन्ट कताको टोलीहरू आइपुग्यो सबैजना हामी चाहिँ जोड दिने के छ एउटा साइड दुईटा गर्दा दुईजना हामी चाहिँ अब यस्तो दुःख लाग्यो यदि भोलि दुःखहरू चाहिँ बिर्सिने भ्यू देखिन्छ होला रुम हेरौँ यत्रो ठुलो बेडमा हेर्दा त सानै एकजना त अटिन्छ नि यो हाम्रो रुम ए हो कुन हो अर्को यो हो हाम्रो ओके अब यहाँ त गाह्रो रहेछ नि त मेन कुरा चाहिँ यो चाहिँ माउन्ट एभरेस्ट फर्स्टमै ल अब चाहिँ यहाँबाट हामी लाग्यौँ ट्र्याक यसरी फर्स्टमै छ भन्ने कुरा काग कस्तो छ यहाँ कागहरू टोलीहरू लागे दुधकुण्ड वा फुल कस्तो मजाले फुलिरहेको छ अनि यसरी जङ्गलको बाटो त्यो पारी थोरै जुम गरेर हेरौँ न त यस्तो छ होइन यो डाँडा काँडा यहाँबाट चाहिँ अब सिधै रहेछ तेर्सो आएर होइन अनि माथि दुईवटा बाटो छ एउटा चाहिँ एभरेस्ट जाने बाटो भने एउटा यो पर हामी नुम्मुर जाने बाटो छुट्टिन लाग्ने ठाउँमा पुगेछौँ अनि वायल उकाल खाँदैन यस्तो हो होइन साथीहरू मिलिरहेछ भ्यू चाहिँ फेरि जति दुःख हेऱ्यो भने दुःख फाइनली यहाँबाट उँभो चाहिँ सगरमाथा माउन्ट एभरेस्ट जाने बाटो यहाँबाट चाहिँ हामी भ्यू यस्तो हो हामी आएको बाटो चाहिँ यो दुधकुण्ड लेक धीर सर के भयो अब यहाँबाट फेरि तेर्सै यो चाहिँ नाइस छ अवस्था चाहिँ सबैजनाको यो चाहिँ बुटलेक चाहिँ यस्तो छ हामी चाहिँ यहाँ आइसकेको छौँ हामी कहाँ अरे कुन ठाउँ रे भुतकुण्ड कुन ठाउँ रे भूतकुण्ड यस
ए हेलो 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 पछाडि हामी चाहिँ वाउ यो चाहिँ दुधकुण्ड भन्दा थोरै तलबाट अब फर्किँदै गर्दाको भिडियो हो। अब यस्तो आनन्द फिल लिएर फर्क्यौँ होइन, यस्तो छ होइन, यस्तो हिमालहरू अनि आनन्द फिल भयो। यहाँ आउनुलाई जति दुःख कष्ट पाए पनि आइसकेपछि रमाइलो फिल भयो होइन। अब चाहिँ झरिन्छ ओह्रालो त्यसपछि उकालो तेर्सो बाटो चाहिँ त्यस्तो हो होइन। हेरौँ बाटो चाहिँ यस्तो हो, यसरी यस्तो छ। भ्यूहरू चाहिँ देख्न सक्नुहुन्छ होइन, वाउ नै खाने भ्यूहरू त यसरी अनि त्यहाँको सँगले यस्तो होइन। यसरी जाँदैछौँ अब फर्केको पुगिन्छ आज। टार्गेट भनेको सल्लेरी गएर बस्ने भन्ने हो। अब धेरै नै थाकिसकेको हुँदाखेरि कहाँसम्म पुगिन्छ हेरौँ। यस्तो छ बाटो होइन। नाइस भ्यू यो चाहिँ एकदमै दुधकुण्डको हेर्न सक्नुहुन्छ यस्तो हो होइन। नुमर हिमालहरू स्वाट वाउ दुधकुण्ड यो चाहिँ यस्तो हो। यो चाहिँ स्नोहरू पनि छ यस्तै। ओ फाइनल्ली आइपुग्यो हामी चाहिँ। दुःख यस्तो साह्रो पाइयो, यति साह्रो हिँड्नु पर्दो र गिभअप नै गर्ने खालको। तर केही छैन, हामी आइसक्यो। अब यस्तो रहेछ होइन, भेरी नाइस। अब ब्यागलाई यहाँ राखौँ एकछिन। दुधकुण्ड लेक फाइनल्ली यो चाहिँ एकदमै बिहान हार्ड लागेको स्टेपहरू चाहिँ यही हो। तल बेस क्याम्पदेखि यस्तो भर्टिकल उकालो खाने डेन्जर खोलाको किनारै किनार यस्तो टोलीहरू चाहिँ यस्तो झर्दैछौँ ओह्रालै ओह्रालै। अनि हो फर्काइ हाम्रो यस्तो छ यस्तो बाटो। हेलो नमस्कार नमस्कार। हजुर फर्क्यौँ है हजुर। हजुर हामी चाहिँ अहिले फर्केर पनि लगभग आधा बाटो आइसक्यौँ। अब हिँड्नुपर्ने धेरै छ। यस्तो भएर आजको मौसम चाहिँ एकदमै बादल लागेको छ, खोला छ अनि यस्तो छ। अहिले चाहिँ गाह्रो भइराखेको छैन के अरे झोलाभित्र अनि यस्तो हेर्नुहुन्छ नाइस। हाम्रो यात्रा चाहिँ जारी नै छ। साथीहरू हिँडिरहेका छन्, हामी पनि हिँडिरहेका छौँ राति। अब सजिलो छैन यात्राको क्रममा। बिच जङ्गलमा घना जङ्गलमा छौँ, कहाँ छौँ थाहा छैन। हामी हिँड्नु पनि छोडेको छैन, हिँडिरहेका छौँ।
यस्तो छ पानीहरू होइन। अनि हिँड्नु पनि छोडेको छैन, खोला छ यस्तो छ, केही देखिया छैन, कहाँ हिँड्या हो हो। अनि हिजो आउँदाखेरि यत्रो लामो तेर्सो पनि थियो जस्तो लाग्दैन, तर तेर्सो निकै छ, जङ्गलै जङ्गल, कहाँनिर आइयो आइपुग्यो मेरो बसन्ती भएको ठाउँमा आइपुग्यो। त्यही भएर यहाँनिर भोलि जाने मान्छेहरूलाई लट्ठी सहज होस् भनेर यहाँ राखेका छौँ हामीले। फाइनल्ली हामी चाहिँ यो ठाउँबाट फर्क्यौँ। मैले चाहिँ लट्ठी पनि छोड्यो। अब मेरो बसन्ती के गर्छन् गाइजहरू, यस्तो हिँडाइ भयो, यस्तो थकाइ, खुट्टा दुखाइको त यहाँ पुरै नगरौँ होइन, खुट्टा कसरी दुखिरहेछ भनेर। अब यस्तो राति भइसक्यो, यस्तो राति भइसक्यो होइन, हामीलाई आउनु फर्स्टै ढिलो भयो। अनि अब ठ्याक्कासँगले हेरी बसन्ती हाम्रो यहाँ छ 26 र ल हाम्रो बसन्तीहरू यहाँ। अब हामी यहाँबाट मुभ गरेर सल्लेरी जान्छौँ लगभग। के गर्छौँ थाहा छैन, एकदमै गाह्रो हो सकुन सर, गाह्रो एकदमै एकदमै गाह्रो तरिकाले आइयो, रात पनि परिसक्यो। ओ माई गड, फाइनली गाइस ब्याग राख्छु यहाँनिर एकछिन। अनि यो कुन हेर्नु खुट्टा दुखेर, खुट्टा हेर्नु पर्यो कस्तो भइसक्यो होइन, यस्तो खुट्टा दुख्यो खाने आमामा लास्ट खुट्टा होइन यस्तो तरिका। साथीहरूको हालत चाहिँ बोल्ने स्थिति नै छैन कि अहिले, लास्टै भएको छ। अनि हेर्नु अनुप छ खुट्टा दुखेर यस्तो यस्तो लास्टै दुखिरहेछ भनेको खुट्टा, ब्याक साइड पनि दुखिरहेछ। यो पाटो यस्तो दुखाउने बल्ल 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 झर्या लास्टै दुखिरहेछ। यत्तिकै एकछिन खाली खुट्टा चाहिँ हिँड्नु पऱ्यो कि यसरी। अब जानुपर्छ, मुभ चाहिँ छैन मेरो, यो ब्याक साइड दुखिरहेको यस्तो। एकदम यहाँ अब अरू टोली मुभ हुन्छ बिस्तारै, धिरुले लिपबाम दल निचरमा जानेनौ के हो? होइन सर, निचरिरहेको निचरी राखेको यस्तो थाक्यो नि थाइहरू त्यस्तै। अरे मेरो ब्याग यहाँ आएपछि यहाँबाट हाम्रो यात्रा तय हुन्छ। बसन्ती पनि 4 पो भइसक्यो है के यस्तो भइसक्यो ल एउटा समात भिडियो भिडियो अब सबैले जाने हो होइन। ज्याकेट लाउँ मजाले, चिसोले हान्छ ज्याकेट लाउँ। कहाँ छ टोपी? अब चाहिँ हामी म्यानेजर भने फेरि दादालाई म्यानेजर सर निस्किसक्नु भएको छ। यता हाम्रो सबभन्दा कान्छो, सबभन्दा ठुलो झोला बोक्ने हामी चाहिँ हरिम अब सरी होइन। यहाँ छ यो केटो गत्था परेर बसिरहेको छ, गोथे 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 पाराले। उताको हिजोको कफी साइडको छ सरी। म्यानेजर सर पैसा तिरेर आउनु होला। अकाउन्टेन्ट अकाउन्टेन्ट म्यानेजर होइन,
हो हजुर एकदम ठिक छ फुलहरू यस्तो राम्रो छ मौसम आजको यस्तो वाह सरी बसेको होटल यो आज चाहिँ यसरी पानी परेको नि बिहान नै पानी पर्दैछ फुल चाहिँ टन्न रोपेर यसरी यो चाहिँ सोलु जिल्लाको सल्लेरी बजार यस्तो छ तर राम्रो रहेछ अस्ति चाहिँ देखिएन कि राम्रो यस्तो छ अटो कुद्यो के हो यो इलाका हो इलाका प्रहरी कार्यालय मोमो आयो मोमो हाम्रो केटा चाहिँ गोथे चाहिँ यो मोबाइलमै मात्रै ध्यान छ होइन तातो छ होला एकछिन पुग्दैछु ठिक छ यो सिलाउँदैछु तैँले चाहिँ कहाँ यही चाहिँ आज अब हामी मोमो खान्छौँ खानै बिहान बिहानै मलाई खानु खोज्यो कि कसले नि देखिराखेको छ त ल आएपछि अगाडि आएपछि त मन मान्दैन नि त हो आएको छ भिउ लागेको हुन्छ त्यसले पक्रिन्छ होइन खाने हो एउटा आधी आधी बात न हाम्रो हातले मात्रै फेरि सुन्नु ल चिया खाइयो चिया खाएर अब त्यसपछि हिँड्यो राइडर केटो खोटाङ्गे आयो फाइनली जयरामको पुल पनि आइसकेको छौँ हामी यहाँ चाहिँ गाइडहरू यसरी पुल आइसक्यो कोसी यहाँ साथीहरू पर्ख्यौँ होला एकछिन होइन यस्तो छ चाहिँ कोसी ओ यसरी बग्दैछ पुल हामी जयरामको पुल बिचमा छौँ अनि अब लस्सी पसलमा जाने लस्सी खाने त्यसपछि हामी फेरि यात्रा गर्ने नै छौँ कन्टिन्यू खोइ त दादाहरू त कता हो दादाहरू त हराउनु भयो त दादाहरू खोइ त दादाहरू उहाँ पर कुद्दै हुनुहुन्छ र त्यो दादाहरू त धेरै पछाडि पो दादाहरू त सरहरू चाहिँ आइसके छन् यहाँनिर हेलो ल अब बस्ने एकछिन आइसक्यो होइन ल ठिक छ यसको मुहानमा पुगेर हामी आएको अनि यसरी